शिव आराधना गर्यौं। अब पास्टर भन्ने शब्द चाहिँ यो चाहिँ डिलिट गर्नु पर्यो नेपाली शब्दकोश। पास्टर भन्ने शब्द चाहिँ यो चाहिँ डिलिट गर्नु पर्यो नेपाली शब्दकोशबाट। पक्कै पनि तपाईहरुले सुन्नुभयो होला यो अगाडिको यो सप्ताह पास्टर भन्ने शब्दलाई डिलिट गरौँ भने नेपाली शब्दकोशबाट त्यो पनि भनेपछि यो पास्टर भन्ने शब्द त धेरै सस्तो र लोकप्रिय भयो अहिले त। जसले काम बिगार्ने बित्तिकै जसले चाहिँ गलत काम गर्छ त्यो मान्छेलाई पास्टरको ट्याग भिडाइहाल्नु क्या। नेपाली समाजमा यो त भइसक्यो अहिले धेरै सस्तो लोकप्रिय भइसक्यो नि पास्टर भन्ने शब्द। जबकि त्यो व्यक्तिलाई पास्टरको हैसियत र लेभल के हो भन्ने थाहा छैन। त्यो मान्छेले पास्टरलाई चाहिँ शब्दलाई चाहिँ दुरुपयोग गर्दै काम गरेको हामी यो भिडियोबाट पनि थाहा हुन्छ। यसको मतलब यो होइन कि मेरो श्रम संस्कृतिका पार्टीका कति साथीहरू मेरो आफ्नै साथीहरू पनि छ। यसको मतलब श्रम संस्कृति पार्टीले मैले त्यो डोमिनेसन गर्न खोजेको होइन। तर केन्द्रसम्म पुगेको व्यक्तिले अलिकति बोल्ने कुराहरूमा सार्वजनिक रूपमा त्यो पनि एउटा मन्त्रीको अगाडि गएर त्यो कुराहरू भन्दै गर्दाखेरि अलिकति पाच्य चाहिँ छैन। जहाँसम्म लाग्छ यो रवि चुटाल भन्ने व्यक्ति चाहिँ हिन्दूवादी चिन्तनबाट धेरै प्रभावित भएको देख्छु क्या। जबकि हर्क सामङको त्यो लेभलमा छैन। हर्क सामङले चाहिँ एउटै हो भने एउटा लेभलमा त्यो भिडियोहरू कति देखिन्छ पनि हर्क सामङले त्यति त्यो गरेको पनि भेट्दिनँ। तर भोलि यही मान्छेहरूले नै हर्क सामङलाई चाहिँ मिसयुज गर्ने काम गर्छ। हर्क सामङलाई भोलि यी मान्छेहरूले नै बदनाम गरेर हर्क सामङको खुट्टा तान्ने काम गरिरहेको हुन्छ। त्योबाट पनि अलिक जोगिनु होला। जति पनि अहिले मेरो साथीहरू पनि श्रम संस्कृति पार्टीमा जोडिनु भएको छ यी साथीहरूलाई पनि यो कुरा भन्न चाहे। यस्तो मान्छेहरू यस्तो पात्रहरूले भोलि अलिकति यही पार्टीभित्र चाहिँ फुट ल्याउने कामहरू गर्न सक्छ। 450 वर्षदेखिको र ताकतधारीहरूको इतिहासलाई हेर्ने हो भने अब उनीहरूले चाहिँ अहिलेसम्म हामीलाई चाहिँ पङ्गु बनाउने अन्याय दमन शोषणदेखि लिएर हरेक कुराबाट चाहिँ दमनमा राखेको कुरा त सर्वविदितै छ त्यो त। त्यही भएर अलिकति विचार गर्नुपर्छ। मैले श्रम संस्कृति पार्टीलाई बदनाम गर्न खोजे त होइन, श्रम संस्कृति पार्टी विरोधी पनि होइन। म श्रम संस्कृति पार्टीलाई चाहिँ सम्मान गर्छु। मेरो साथीहरू कति साथीहरू छ। त्यही भएर यस्तो